हिक्का राख्नु होला तपाईहरुले जसले ठानिराख्नु भएको छ कि म जेएनजी एउटा पुस्ताको आन्दोलन हो भन्ने तपाईहरुलाई जानकारी गराउन चाहन्छु। तपाईहरुको कसैको दलाली आईएनजीओ एनजीओ विदेशका नाममा चलाइएका दलालहरूलाई हामीले यो जेएनजी पुस्ताले आफ्नो रगत र बलिदान दिएर तपाईहरुलाई वार्तामा पठाउनको लागि गरिएको होइन। यो मर्म बुझ्नुस् र जेएनजी पुस्तालाई हन्तान्तन गर्नुस्। जेएनजी पुस्ता वार्ता गर्न तयार छ। जेएनजी पुस्ता एउटा समूह हो, कुनै व्यक्ति होइन भन्ने यहीबाट मैले घोषणा गर्न चाहन्छु र जानकारी गराउन चाहन्छु तपाईहरुलाई। साथीहरु, आजको जुन परिस्थिति छ यो भयावह परिस्थिति छ। यो नेपाली दाजुभाइ दिदीबहिनी आमाहरूले बुझ्ने समय हो कि हामी माथि अरु देशले हस्तक्षेप गर्न खोज्दैछ। हाम्रो स्वाधीनतामाथि हस्तक्षेप गरेर यो देशको स्वाधीनतालाई हनन गर्न खोज्दैछ। यस परिस्थितिमा हामीले लडेर होइन, हामी मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता आएको हुनाले जेएनजी का साथीहरूलाई देशभरमा एकत्रित हुन आह्वान गरिसकेका छौं र सम्पर्कमा आऊ, एकजुट हौ। यो नेपाललाई पुनः उठाउनु छ। 2-4 जना कसै एनजीओ को दलाल र 33 वर्ष 38 वर्ष 40 वर्ष 45 वर्ष र 73 वर्षका जेएनजी का हातमा दिनलाई हामीले यो ठूलो भ्रष्टाचार विरुद्धको आन्दोलन गरेको होइन।